यी तीनै नेपाली वैज्ञानिक हुन् जसले मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाएका थिए। लुजेन्द्र ओझा 25 वर्षका युवा नेपाली वैज्ञानिक। विज्ञान र आविष्कारमा नेपाल पछाडि छ भनेर विश्वले हामीलाई हेपिरहेका बेला यी वैज्ञानिकले कसैले पत्ता लगाउन नसकेको रहस्य पत्ता लगाइदिए। तर यस्ता होनहार वैज्ञानिकलाई नेपालमै बसेर खोज अनुसन्धान गर्ने वातावरण नै छैन। हाम्रो देशमा एउटा बाटो बनाउनु पर्यो भने पनि राजनैतिक भागबण्डा हुन्छ। अन्तरिक्षको खोज गर्ने प्रविधि बनाउनु त कहाँ हो कहाँ। धेरै वर्षसम्म संसारले नेपाललाई गरिब देश, सहयोग मागिरहने देशको नजरले मात्रै हेर्दै आयो। जब अन्तरिक्ष, नासा, ग्रह र अनुसन्धानको कुरा आउँथ्यो त्यहाँ नेपालको नाम कतै सुनिँदैन थियो। तर यही सोच बदल्ने काम गरे लुजेन्द्र ओझाले। जम्मा 25 वर्षको उमेरमै उनी संलग्न टोलीले मंगल ग्रहको सतहमा अहिले पनि पानी बगिरहेको छ भन्ने कुरा प्रमाण सहित संसार सामु राख्यो। यो खोज केवल वैज्ञानिक समाचार मात्रै थिएन, यो नेपालका लागि गर्वको क्षण थियो। मंगल ग्रहलाई धेरै समयदेखि सुक्खा ग्रह भनिन्थ्यो। त्यहाँ पानी छैन, जीवन छैन, सबै कुरा मरेको छ भन्ने विश्वास थियो। तर लुजेन्द्र ओझाको अनुसन्धानले यही विश्वासलाई नै हल्लाइदियो। उनले देखाइदिए मंगल ग्रहमा अहिले पनि तरल अवस्थामा पानी हुन सक्छ भनेर। तर प्रश्न उठ्छ, उनले यो कसरी पत्ता लगाए? पृथ्वीबाट टाढा रहेको ग्रहको पानी कसरी देख्न सकिन्छ? वैज्ञानिकहरूले धेरै वर्षदेखि मंगल ग्रहको सतहमा गाढा रेखा जस्ता धर्सा देखिरहेका थिए। यी धर्साहरू प्राय भिरालो ठाउँमा देखिन्थे। रोचक कुरा के थियो भने यी धर्सा कुनै मौसममा देखिन्थे अनि कुनै मौसममा हराउँथे। सुरुमा वैज्ञानिकहरूले सोचे सायद यी धुलो, बालुवा वा पहिरोको कारण दाग हुन सक्छ। तर लुजेन्द्र ओझाले यहाँ फरक कुरा देखे। उनले सोधे, यदि यो केवल धुलो मात्रै हो भने किन गर्मीमा मात्रै देखिन्छ र जाडोमा हराउँछ? यही प्रश्नबाट अनुसन्धान अघि बढ्यो। लुजेन्द्र ओझाले अमेरिकी अन्तरिक्ष संस्था नासाको मंगल ग्रह वरिपरि घुमिरहेको भू उपग्रहबाट आएका तस्बिरहरू अध्ययन गर्न थाले। जब ती गाढा धर्साहरूमा नुन पनि छ भन्ने थाहा भयो नि, यही नै खोजको सबैभन्दा महत्त्वपूर्ण बिन्दु बनिदियो। किनभने नुन र पानीको सम्बन्ध हामी पृथ्वीमा पनि देख्न सक्छौं। हिउँ परेको ठाउँमा सडकमा नुन हाल्दा बरफ पग्लिन्छ। कारण के भने नुन मिसिएको पानी धेरै चिसोमा पनि जम्दैन। मंगल ग्रह धेरै चिसो ग्रह हो। त्यहाँ तापक्रम धेरै जसो शून्य भन्दा तल हुन्छ, यानि कि आइस जम्ने भन्दा तलको तापक्रम। यस्तो ठाउँमा पानी सिधै बरफ बन्छ वा बाफ भएर उठ्छ। तर यदि पानीमा नुन मिसिएको छ भने त्यो पानी तरल अवस्थामा बग्न सक्छ। यसै आधारमा लुजेन्द्र ओझा र उनको टोलीले निष्कर्ष निकाले मंगल ग्रहको सतहमा देखिएका ती गाढा धर्साहरू नुनिलो पानी बगेको कारण बनेका हुन्। एउटा नेपाली युवा वैज्ञानिकको यो अनुसन्धान कुनै सामान्य वेबसाइटमा होइन, नेचुरल जियोसाइन्स नामक विश्वकै प्रतिष्ठित वैज्ञानिक जर्नलमा छापियो। यस्तो जर्नलमा लेख छापिनु भनेको संसारका ठूला वैज्ञानिकहरूले त्यसलाई जाँचेर ठिक छ भनेर स्वीकार गरेको अर्थ बुझिन्छ। यसपछि संसारभरका सञ्चार माध्यमले समाचार छापे। मंगल ग्रहमा पानी भेटियो र त्यस खोजमा एक नेपाली युवा वैज्ञानिकको नाम पनि जोडियो। मंगल ग्रहमा पानी हुनुको अर्थ केवल जीवनको खोज मात्रै थिएन। भविष्यमा मानिस मंगल ग्रहमा जान चाह्यो भने त्यही पानी प्रयोग गरेर बाँच्न, श्वास फेर्न र इन्धन बनाउन सक्छ। यसले अन्तरिक्ष यात्रा सस्तो अनि सजिलो बनाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा पनि यही हो। लुजेन्द्र ओझा नेपाली मूलका वैज्ञानिक हुन्। उनको जन्म नेपालमा भयो। उनको पहिचान नेपाली हो। यस खोजले संसारलाई देखाइदियो नेपाल केवल समस्या भएको देश मात्रै होइन, नेपाल प्रतिभा भएको देश पनि हो। हामीले सधैँ अरूको खोज पढ्यौं, आज संसारले नेपालीको खोज पढ्दैछ। यो खोज केवल मंगल ग्रहको बारेमा होइन, यो नेपालले विज्ञानमा पनि संसारलाई केही योगदान गर्न सक्छ भन्ने प्रमाण हो। विश्वलाई चकित पार्ने क्षमता भएका हाम्रा नेपाली होनहार युवाहरूले अहिलेसम्म देशमै अवसर पाउने आधार छैन। लुजेन्द्र ओझा जस्ता विश्वले मानेका वैज्ञानिकहरूले नेपालमै बसेर यही अध्ययन गरेर यहीबाट आफ्नो खोजलाई अगाडि बढाउने आधार भयो भने हाम्रो देश कहाँबाट कहाँ पुग्थ्यो होला।